हिजो 11:30 घण्टा हिँडेर थाकेको भए पनि म बिहान 4:30 बजे नै बिउजेको थिएँ। कहिले उज्यालो होला र हिमाल देख्न पाइएला भन्ने आतुर थियो। यिनीहरूलाई फेरि मोबाइल देख्नै हुँदैन, भिडियोमा आइहाल्नुपर्छ। एकैछिन ब्रेकफास्ट गरेर हामी निस्किने प्लान थियो। बिहानको चिसोमा तातो चिया कस्तो रमाइलो। वेदर खुल्दै थियो, सेतो हिमाल देखिन थालिसकेको थियो। हामी लगभग 8 बजेतिर लाङटाङ भिलेजबाट निस्केको थियौँ। यहाँबाट लगभग 2 घण्टामा चाहिँ क्यान्जिन गोम्पा पुगिन्छ। यिनीहरूलाई चाहिँ बाटोमा पानी देख्न हुँदैन, मुख धोइहाल्नुपर्छ। तर पानी पनि कति चिसो अनि कति सफा छ। क्यान्जिन गोम्पासम्मको बाटो चाहिँ 90% जस्तो तेर्सो छ कि। यो चाहिँ मलाई लाङटाङको सबैभन्दा मन परेको ट्रेल हो। सिधा बाटो अनि वेदर पनि खुलिसकेको थियो। फुलहरू अनि जताततै क्याफेहरू, घरहरू नजिक नजिक। आएको बेलामा बकथोन जुस ट्राई गर्नु है। बाटोमा चरिरहेको टन्नै याकहरू देख्न पाइन्छ यो बाटोमा चाहिँ। टुरिस्टहरू कति मजाले आफ्नो सानो सानो बच्चाहरू पनि लिएर आउने कि ट्रेलको फ्रन्टमै सेतो हिमाल देख्न पाइन्छ। मेरो भाइ चाहिँ अगाडि कुदेर पोज दिएर बसिहाल्छ कि। हाम्रो ड्युटी चाहिँ उसको फोटो खिचिदिने हो। यो चाहिँ हार्ड रक क्याफे भन्ने ठाउँ हो। हामीले चाहिँ एकैछिन कफी खायौँ, रेस्ट गऱ्यौँ, फोटोहरू खिच्यौँ टन्न। यहाँबाट लगभग हाफ वे जति हिँड्यो भने चाहिँ क्यान्जिन गोम्पा पुगिन्छ। हेर्नु न, सबै सिधै छ कि बाटो। साइडमै नदी अनि अगाडि हिमाल। पहाड हेर्दै हेर्दै हामी चाहिँ क्यान्जिन गोम्पातर्फ लाग्यौँ। जब यो स्तूपाहरू अगाडि देखिन्छ नि, हामी चाहिँ अलमोस्ट क्यान्जिन गोम्पा आइपुगिसकेको छौँ। यो चाहिँ क्यान्जिन गोम्पा हो। दिस इज द मोस्ट ब्युटिफुल भिलेज आई हेभ एभर सिन। होटल पुग्दै गर्दा चाहिँ होटलको अगाडि नै यस्तो राम्रो घोडा हामीलाई वेलकम गर्न बसिरहेको थियो कि। यो हिमाल भन्ने कुरामा के छ कि त्यस्तो, मलाई त कहिले फेरि लाङटाङ पुगौँ जस्तो भइसकेको थियो। यो चाहिँ हाम्रो होटल हो। होटलबाट चाहिँ यस्तो भ्यू देखिन्छ कि। अनि इभन डाइनिङबाट समेत यस्तो राम्रो भ्यू देखिन्छ। हाम्रो चाहिँ आज एकैछिन रेस्ट गरेर अराउन्ड चिज फ्याक्ट्री अनि त्यसपछि ग्लेसियर लेक जाने प्लान हो। हिजो धेरै हिँडेको भएर हामी चाहिँ आज थोरै मात्रै हिँड्ने प्लान गरेको थियौँ। यो पाइप माथि गयो भने चाहिँ ग्लेसियर लेक पुगिन्छ कि। यो चाहिँ ग्लेसियर लेक हो। तपाईँहरूको फिडमा आइराख्ने यो हिरोइन चाहिँ मेरो बहिनी हो है। एकैछिन हामीले सारीमा फोटोसोटो खिच्यौँ अनि मजाले रेस्ट गरेर हामी फर्किने प्लान थियो। मेरो भाइ चाहिँ हामीसँग गएन कि। त्यो साइडमा उभिएको चाहिँ मेरो भाइ हो। ऊ चाहिँ म एक्लै क्यान्जिनरी जान्छु भनेर ऊ त एक्लै क्यान्जिनरी पुगेर आएछ। त्यो अगाडि देखेको भिलेज चाहिँ क्यान्जिन गोम्पा नै हो। कस्तो राम्रो देखेको। चिज फ्याक्ट्री चाहिँ बन्द रहेछ, सो हामी त्यतै नजिक कफी चिज मोमो खाएर आज गोम्पामै बस्यौँ।